everyone, welcome back to my YouTube channel. After a long time पछि I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु। आजको न्यू डे न्यू भ्लगको सुरुवात चाहिँ यो काठमाडौँको होटेलबाट गर्दैछु। म चाहिँ अहिले काठमाडौँको होटेलमा छु अनि म चाहिँ हिजो पोखरादेखि आएको अनि हिजो पोखरादेखि नै भ्लग स्टार्ट गर्छु भनेको बिहानमा नि के गर्दा गर्दै हतार भयो अनि फेरि गाडी लाग्यो बाटोमा फेरि गाडी लाग्यो त्यही भएर अनि भ्लग बनाएन हिजो आउने बेलामा बाटोमा चाहिँ अनि अहिले चाहिँ यहाँ बिहान अहिले सुरुवात गर्दैछु। हेर्दै गर्नु होला के कसो हुन्छ। म चाहिँ काठमाडौँ आउनुको रिजन चाहिँ मेरो दिदी आउँदैछ के बाहिरबाट अनि म दिदीलाई चाहिँ 2-3 वर्षपछि भेट्दैछु दिदीलाई। अहिले एकछिनमा दिदीलाई लिन जाने हो। अहिले चाहिँ 9 बजिसक्यो। उठ्नै सके हैन, जाडोले सिरकभित्र बसिरहेको छु। अहिलेसँग नि यस्तै सिरक ओर्दै बस्दै गरेछु के म चाहिँ यस्तरी जाडो भयो क्या अनि सिरक छोड्नु मन लागेन अनि बिहान कफी खाएँ, 1 गिलास कफी खाएर यत्तिकै बसिरहेको छु। मुख पनि धोएन, यहाँ बिस्तारा छोड्नु मनै लागेन। अब एकछिनपछि उठ्छु अनि अहिले 10 बजीतिर भातसात खाएर अनि 11 बजीतिर चाहिँ एयरपोर्ट जानुपर्छ दिदीलाई लिन। अनि दिदी चाहिँ अहिले 12 बजी ल्यान्डिङ छ। दिदीलाई लिन जाने हो। के कसो हुन्छ अहिले म देखाउँदै गर्छु ल। अब चाहिँ म खाना खान जाँदैछु। खाना जान लाग्यो। ल अब चाहिँ मैले खाना खान सुरु गरेँ। यस्तो छ मेरो खानाको आइटम। चिकन खान लाग्यो अहिले चाहिँ। हिजो बेलुका पोर्कसँग खाएँ, अहिले चाहिँ चिकनसँग खाँदैछु। अब खाना स्टार्ट गर्नु पर्यो। म चाहिँ भर्खरै खाना खाएर आएँ। खाना खाएँ, अब चाहिँ म रेडी हुनुपर्छ। त्यसपछि रेडी भएर एकछिनपछि रेडी हुन्छु अनि त्यसपछि सिधै एयरपोर्ट गएर भेट्नुपर्छ। एयरपोर्ट जानुपर्छ। अहिले चाहिँ खानासाना खाइसकेँ। अब खाना खाएर नि म रेडी भइसकेँ। अब चाहिँ दिदीलाई लिन जाने। दिदीलाई भेट्नको लागि एकदमै एक्साइटेड छु म। अब चाहिँ दिदीलाई लिन जानुपर्छ। जाम पर्दै हिँड्नुपर्छ। यस्तो जाम छ। कतिखेर पुग्ने यसो त ढिलो भएछ।
झन् यसरी जाम पर्दै आउनुपर्छ। बल्ल बल्ल पशुपति क्षेत्र आइयो। जाम जाम हुँदै के गर्यो ढिलो जाम पर्दा पर्दै ढिलो आइयो। अब निस्किसक्यो कि कहाँ आत्तेर बस्नु बेर छैन फेरि निस्किसक्यो भने त आत्तेर बस्नु बेर छैन। म पनि आउनु दिदी नि आउनु पो भयो त। आइपुग्यो फाइनल्ली आइपुग्यो। म पनि आउनु दिदी नि आउनु भयो झन् ठ्याक्कै। म त ढिलो भयो भनेर यस्तो आत्तिरे जाम परेर म यस्तो आत्तिले आएको होइन। हामी छलिएर आएको छ आमा। म यस्तो हतारिँदै आएको जाम परेर झन् ठ्याक्क म पनि आउनु झन् दिदी नि आउनु भयो नि। अब म कल गर्छु उता कता जानुभएछ। यस्तो हतारिँदै आएको झन् आजको दिन यस्तो ढिलो भएर जाम परेर यस्तो जाममा परेर म ठ्याक्क अनि चाहिँ फाइनल्ली हामी चाहिँ यस्तरी सामान लिएर आइपुग्यौँ। एयरपोर्टमा यस्तो हतार हुँदै पुग्यो कि राम्रोसँग भेटघाट गर्न नि पाइएन। अनि यहाँ हामी दिदीबहिनी यस्तरी राम्रोसँग न फोटो क्याप्चर गर्न पाइयो। हतारमा यस्तै भर्खरै रुममा आइयो। अब चाहिँ एकछिन आराम गर्नुपर्छ। भर्खरै आइयो के गर्दै ढिलो भयो। हतारमा आज त यस्तो हतार भयो कि के भन्ने केही भन्ने शब्दै छैन। भर्खरै आइपुग्यौँ हामी चाहिँ रुममा। अब चाहिँ एकछिन आराम गर्नुपर्छ। बेलुकाको खाना खाँदै हामी चाहिँ टन्न खाना खाएर सुत्नुपर्छ। अलिक थकै लाग्यो। आज चाहिँ हतार भागदौड भयो। डुगर सपिङ मलतिर नि गएर आइयो। के गर्दै थाकेको जस्तो भयो आजको दिन चाहिँ। मैले त भेज खानु भनेको चाहिँ चिया खानु पर्यो। चिया कालो चिया। कस्तो छ सिमी भेज कस्तो छ। जाडोमा तातो चिया खानु पर्यो। कालो चिया खानु पर्यो। तातो चिया। ल हामी चाहिँ यस्तरी चिया खाँदै हो। चिया खाँदैछ यहाँ दिदीले। नेपाल आएर फाइनल्ली नेपालको चिया धेरै पछि मैले पनि यहाँ यस्तरी खाँदैछु। ल आज चाहिँ काठमाडौँ आएको दोस्रो दिन। अब चाहिँ हामी घर फर्किने तयारीमा सबै सामानहरू रेडी पारिसक्यौँ। रेडी भइसक्यो। अब चाहिँ खाना खाएर
घरतिर लाग्ने पोखरा लाग्ने अब खाना खाने खाना खाएर घरतिर लाग्ने अब चाहिँ हुने जाने तयारीमा गरिरहेको छ। अब आज चाहिँ हामी पोखरा बेलुका पोखरा पुग्छौँ। पोखरातिर लाग्ने अब यस्तरी गाडीमा बसेछौँ भने चाहिँ भर्खरै खाजा खाने ठाउँमा आइपुग्नु भएको चाहिँ मलेको सुन्तला खाएर फर्किनु हो। त्यो पनि खानु मन लाग्नु। सानो कुकुर अब चाहिँ डाइरेक्ट पोखरा घर पुगिन्छ। भिडियो भ्लग बनाउने बाटाबाट नै छैन। फाइनल्ली हामी चाहिँ भर्खरै घर आइपुग्यो। दिनभरिको थकित अवस्थामा घर आइपुगेछौँ हामी चाहिँ भर्खरै आइपुग्यो। अनि भेटघाट पनि हुँदैछन् यहाँ धेरै पछि। अब चाहिँ खाना खाएर सुत्नुपर्छ। दिनभरि गाडीमा थकाइ लगाएर कहिले घर पुगेर आराम गर्ने जस्तो लागेर यस्तो जामको जाम के हिजो वहाँ एयरपोर्ट जाने बेलामा नि त्यत्तिकै जाम पर्दै गयो। अनि वहाँ धेरै जाम भएर अनि वहाँ पुग्दैसँग दिदी बाहिर निस्किसक्यो। अनि वहाँ भित्र जानै पाइएन, भित्रसँग लिन नि बाहिर निस्किसकेको। अनि फेरि आज आउने बेला अनि फेरि त्यत्तिकै जाम कति धेरै जाम भएर सबै बाटो बनाउँदै रहेछ। अनि बाटोमा फेरि बाटो बन्दै भएर जाम पर्दा के अरे वहीँ निन्द्रा लाग्ने वहीँ के गर्ने बाटोमा नि राम्रोसँग भ्लग बनाउनै पाइनँ। डाइरेक्ट अब घर आइयो। अब खाना खाएर सुत्नु जाने आराम गर्नुपर्छ। अब चाहिँ खानासाना खाने त्यसपछि आराम गर्ने। हेलो एभ्रिवान, गुड मर्निङ। बिहान भइसक्यो नि 8-9 बजिसक्यो। म चाहिँ भर्खरै उठेछु। हिजोको थकाइले बेसरी थकाइ लाग्थ्यो। अनि आएर खानासाना खाएर सुत्यो। अनि त्यही भएर भ्लग इन गर्न नि पाएन। अब के कसो हुन्छ हेरिदिनु होला। हेरेर लाइक कमेन्ट गरिदिनु। अनि कोही नयाँ साथी हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै मेरो भ्लग पनि यहीँ इन गर्छु। बाई बाई।